तपाईँले भने जस्तो ब्याजै खान मोहले या केले टु बना जस्तो भए पनि यो चाहिँ एउटा फरक कथामा फिल्म बनाउने जमर्को गर्दा गर्दै साथीभाइहरू सबै टिम युनिट मेरो पनि एक्लै छाले मात्रै हुने कामहरू भएन। साथीभाइ छन्, शुभचिन्तक दाजुभाइहरू पनि छन्, अलावा पनि टिमभन्दा बाहिर पनि उहाँहरूले नै पनि एउटा के भने यसलाई जारी टुब बनाउनु मिल्छ। अलिकति सजिलो पनि के हो भने अब जारीमा नामसाङ, हाङमा, मङ्गलसिंह आदि पात्रहरू मेरो लोकप्रिय भएको कारण यही पात्रहरूलाई साथमा बोकेर अर्को कथा भन्नु मिल्छ भने यसो किन नभन्ने त, 2-4 गाली खाउँला, यस्तो रिक्स मुलिवली दुई बनाऊ ब्याजैको लोभले मात्रै चाहिँ होइन भन्ने भन्छु म। कमर्सियल सक्सेस नभए बनाउनुहुन्थ्यो, यो जोखिम लिनुहुन्थ्यो? दुई बनाउनु त्यो चाहिँ सोच्थेँ होला, अर्कै नाममा चाहिँ बन्थ्यो होला। तपाईँले भने जस्तो टु बनाउँदा चाहिँ मलाई के सजिलोहरू भने, टु बनाउँदा चाहिँ पात्रहरूको या चरित्रहरूको अलरेडी इस्टाब्लिस यो सजिलो भयो। दोस्रो कुरा चाहिँ दुई बनाउँदा चाहिँ 81 दर्शकहरूमा चाहिँ पुग्नु सजिलो, सूचना नोटिस छिटो गरिदिने, जारी 2 आउँदैछ, यस्तो सुविधा चाहिँ मलाई भएकै हो, हामी सबैलाई भएकै हो। तपाईँले भने जस्तो बन्थ्यो बन्दैन थियो त्यो चाहिँ म भन्दिनँ, सकिनँ मैले भन्नु। तपाईँले त्यो अन्तिममा च्याम्रुङ जोड्नु भएको छ होइन? हजुर। पछि त्यो च्याम्रुङले आम मानिसलाई छुन सक्छ जस्तो लाग्छ वा त्यो समुदाय जुन प्रतिनिधित्व गर्छ त्यसले? त्यो होइन, च्याब्रुङ चाहिँ एउटा खुसीको बिम्बको रूपमा छ। अब खुसीको कसलाई रिलेट गर्दैन होला र भन्ने हाम्रो धारणा हो। ए च्याम्रुङ बिम्ब हो? बिम्ब हो, खुसीको बिम्बको रूपमा छ ह्याप्पिनेस। यो च्याब्रुङ चाहिँ विशेष त यस्तो खुसियालीका इभेन्टहरूमा या माहौलहरूमा, अनुष्ठानहरूमा यस्तोमा बढी युज हुने भएको कारण लिम्बूहरूसँग चाहिँ घर बनाउँदा, बिहे गर्दा या उत्सवहरूमा, स्वागतहरूमा चाहिँ बजाइने कारण यो खुसीको सिम्बोलको रूपमा छ। यसले छुन्छ नै होला भन्ने। जस्तो टु बनाउँदै गर्दाखेरिको दर्शकको अपेक्षा आउँदै गर्दा अपेक्षा अलिकति बढी नै हुन्छ होइन? कबड्डीको जस्तो सिक्वल आउँदाखेरि जसरी अपेक्षा थियो जारीको त्यो अपेक्षा पुरा गर्छ गर्दैन, अनि बनाउँदै गर्दा चुनौती चाहिँ देख्नु भएको थियो कि थिएन? चुनौती त थुप्रै कारणले पनि हुँदो रहेछ, जस्तो कि तपाईँले भने जस्तो अलरेडी सक्सेस भएको एउटा फिल्म। दोस्रो कुरा त मसँग नयाँ पात्र छैनन्, पुरानै पात्रहरू हो, या हुन्छ नि एउटा नयाँ पात्रले पनि तान्ने कुरा हुन्छ। अनि नयाँ कथा परिवेश नयाँ देख्दा पनि नौलो लाग्यो होला जारी। अब जारी 2 चाहिँ त्यो नयाँ त लाग्ने कुरा भएन, पहिला जारीमा देखेको चिनेको पात्रहरू छन्। अब मैले केमा बल गर्ने हो त? उसो भए 2 मा चाहिँ मैले कहाँनिर रिपोर्ट लाउने त? यसमा मलाई च्यालेन्ज त थियो। मैले त्यो च्यालेन्जलाई चाहिँ थोर बहुत मेहनत गरेँ होला, कोसिस चाहिँ गरेँ मैले जे होस्। तर मेरो कोसिस कति पर्याप्त छ अपर्याप्त छ यो त फिल्म हेरेर मात्रै भनिने कुराहरू होला। मैले दाबी गर्दैमा त्यो भइजाने पनि होइन होला होइन। अब मेरो दाबी नै सक्थोक नभइदिएला, यसको लागि त फिल्मै हेर्नुपर्ने हुन्छ होला। जस्तो फरक कथा भनेको छु भन्नु अलिकति हिन्ट चाहिँ दिनमा के गर्दा? हिंस त च्याब्रुङै छ, मैले भने नि त्यो खुसीको विषयमाथि छ। मान्छे कसरी खुसी हुने होइन, कसरी खुसी थिए, खुसीमाथि चाहिँ के भयो त उनीहरू बिचमा, यो विषय नै होला। हिंट त टिचरमा पनि छ, ट्रेलर पनि छ, गीत पनि छ। ती सबै जोड्ने हो भने झन्डै झन्डै अनुमान त लाउन सकिन्छ है। त्यो खुसीसँगै क्रोध पनि देखिन्छ नि, जस्तो दयाको एकदमै धेरै क्रोध देखिन्छ। यस्तो त स्वाभाविक हुन्छ होला, एउटा मान्छे रिस बिनाको कतादेखि खुसी मात्रै खोज्नु र होइन, स्वाभाविक हो। स्वाभाविक मान्छ होला एउटा पात्रमा रिस, आवेग, घृणा, प्रेम, हाँसो, खुसी, आँसु त आउने कुरा नै होला।
एउटा 2 घन्टामा हेरिने झन्डै 6 महिनाको पक्का बनिन्छ होला। 6 महिनामा यी सब मान्छे अभिव्यक्त हुन्छ नि होला। दाइलाई त्यो भाषामा चाहिँ कतिको समस्या भएको थियो अन्त पहिलोमा अलिकति प्र्याक्टिस भएको थियो होला जस्तो सुरुमै आउँछ नि तपाईँले कति मजाले बोल्नुहुन्छ नि त्यो भाषाका लागि प्र्याक्टिस कति टाइम गर्नु पऱ्यो कतिको सहज भएको भाषा त मैले भाषा त त्यति प्रयोग गरेको छैन। लवजमा पनि मैले एकमा के भनेको थिएँ भने दाजु लवज समात्नु चाहिँ म सक्दिनँ, म त्यस्तै आएको परेँ। लवज समात्नु चाहिँ पर्फेक्ट सक्दिनँ। लवज निकाल्नु खोज्दाखेरि चाहिँ क्यारिकेचर भइजान्छ। त्यसलाई चाहिँ म आफूले एउटा अभिनेताको हिसाबले पूर्ण रूपमा न्याय नगरेको सम्झिन्छु। बरु नडाटिकन मसँग जे क्षमता छ अथवा कोसिस नगरेको होइन, त्यसको लागि मसँग पर्याप्त समय हुनुपर्दो रहेछ मैले महसुस गरेँ। त्यो पर्याप्त भनेको यति पर्याप्त कि जब मैले भयो नभन्नेसम्म कोसिसै गर्ने होइन, त्यो रहेछ। अनि अलिअलि लवजलाई कोसिस गरेको थिएँ सुरुमा दाइसँग बस्दाखेरि, तर त्यो एकदम सतै अरूले सुन्दाखेरि चाहिँ गैर लिम्बूले सुन्दा चाहिँ हो नै जस्तो, तर लिम्बूले सुन्दाखेरि त फिटिकै नमिलेको होइन, त्यो त ढाँटे जस्तो मात्रै भयो। त्यसलाई चाहिँ मैले एउटा आफूमा लिएर सामान्य कोसिस मात्रै गरेँ। अब त्यहाँनिर अलिकति भाषा जस्तो आएको छ ट्रेलरमा तपाईँले भन्नुभएको, त्यो त इजी थियो, त्यसलाई मैले त्यस्तो धेरै मिहिनेत गर्नु परेन। तर कति चाहिँ हो भने त्यो लवजलाई फ्याट्टै नसमात्ने भन्दा पनि अलिअलि हो कि जस्तो त्यही नामसाङले बोलेको मैले बोलेकै हो त्यस्तो बोल्ने पनि त्यो समुदायमा हुन्छ नै कहीँ न कहीँ। र ठ्याक्कै हामीले आम मानिसले सुने जस्तै लवज निकाल्नुपर्छ भन्नेमा मैले चाहिँ नलागेको। धेरै सिनेमामा म लागिनँ, किनभने त्यो चाहिँ यसो हेर्दाखेरि चाहिँ त्यो समुदायभन्दा फरक अथवा त्यो भेगभन्दा फरकको मान्छेले चाहिँ हो त्यो त्यहीको जस्तो लाग्यो भन्ने, र त्यही भेगको मान्छेले त कहाँबाट यस्तो हुन्छ, यो त किसिटिभी मात्रै हो भन्ने जस्तो लाग्छ भन्ने डर पनि लाग्ने हुँदो रहेछ। अनि अब अरू त सङ्गतको हिसाबले दाइहरूसँग मैले 20-25 वर्षको सङ्गत, अरू धेरै कवि लेखकहरू लिम्बू साथीहरू नै हुनुहुन्छ, उहाँहरूसँगको सङ्गतको कारणले पनि केही पाराहरू त ट्राई गरेको हो। तर अब त्यो ठ्याक्कै त्यस्तो चाहिँ नहुँदो रहेछ। अलिअलि भोगाइको कारणले केही मिल्नु खोज्ला, तर ठ्याक्कै त्यही भेगको मान्छे सर्लाकै उठाउनुको लागि त एउटा आफूलाई ठुलो पाहाडै बोक्नुपर्ने हुन्छ, त्यो रहेछ। जस्तै लवज त सम्भव भएन, अलिक गाह्रो पनि हुन्छ। त्यो च्याब्रुङपछि अलिकति जानु न निकै अभ्यास गर्नु सिक्नु भयो, टाइम लाग्यो भने जानकारी पाउँदैन। च्याब्रुङ चाहिँ अब सिक्नै पर्ने भयो। अनि कस्तो हुन्छ रहेछ भन्दाखेरि बच्चा बेलादेखिको त्यो साउन्डसँग रिलेट भएको भए त्यो साउन्डले पनि थाल्दो रहेछ। कुनै पनि चिज वाद्यवादन यो आर्ट भन्ने कुरा चाहिँ अलिक पाको उमेरै हो नि त। यो पाको भन्दा पनि एउटा अब तपाईँहरूले पनि कुनै अभ्यास गर्नु भने त्यो साउन्ड निकाल्नु र हात चलाउनु फरक हुँदो रहेछ। मेरो हात चाहिँ चल्यो होला, तर साउन्ड निकाल्नु चाहिँ अनेस्ट भन्दाखेरि सुटिङ सकिसकेपछि मेरो साउन्ड करिब निस्किँदै थियो। त्यो च्याब्रुङ जसरी वस्तु प्र्याक्टिस गर्यो, हामीले धेरै नै प्र्याक्टिस गर्यो। हरेक दिन सुट नभएको बेलुका हामी ग्रुपमै नाच्ने कोसिस गर्थ्यौँ, अरू बेला भेट्यो भने ट्राङ बजाउने। त्यो च्याब्रुङ त हेर्दा चाहिँ गिर्जिप जस्तो देखिन्छ नि त, तर त्यसले दिने साउन्ड अनि त्यसलाई कहाँनिर चाहिँ छुँदाखेरि कहाँनिर ठोक्दाखेरि पहिला त ब्राङ्क ठोक्दा निस्किने, त्यो त बिस्तारो बजाउँदा पनि निस्किँदो रहेछ। त्यो चाहिँ सुटिङ सकिसकेपछि मेरो करिब च्याब्रुङको सुटिङ सकिसकेपछि निस्किरहेको थियो, मलाई आफैले फिल भइरहेको थियो ओहो अब त्यो चाहिँ प्रेसर हुँदो रहेछ कि मैले गर्नुपर्छ भन्ने, अनि अगाडि खोजिँदा। तर त्यस्तो चिज रहेछ त्यो बाध्यता नै भनौँ न, त्यो जीवनसँग जोडिएका कुराहरू कतिपय हुन्छन् होला। त्यो चाहिँ अब कोही मान्छेले चाहिँ 20-25 वर्ष 40-50 वर्ष त्यो च्याब्रुङसँगै सङ्गत गरेको हुन्छन्, उहाँहरूले निकालेको साउन्ड र मैले त्यो 20-25 दिन सुनेको हिसाबले निस्किने त भयो, तर हात चाहिँ मिल्ने पुगेको थियो। तर त्यो साउन्ड चाहिँ त्यस्तो राम्रो निस्किरहेको थिएन, म आफैलाई चित्त बुझिरहेको थिएन। र
तर सिनेमा चाहिँ त्यो पनि हो नि त यस्तो हो कि जस्तो बनाउने के अरे गुरु नै राखेर सिक्नु भएको थियो गाह्रो होइन थियो सिक्नु हुनु नि त हाम्रो स्पेसल हाम्रो उदय चाहिँ उहाँको पनि हो राम्रो च्याब्रोनको ज्ञान भएको लगाउने जान्ने टिम नै छ अनि उहाँले सहज तरिकाले एकदमै सिकाउनु भएको चाहिँ थियो त्यो उहाँले अब हुनु त टाङाङ टुङडुङ त बजाउने त्यो मेरो कल्चरमा पनि त्यो केन ढोल हुन्छ अब त्यो चाहिँ गजाले बजाउनुपर्छ र त्यो यसको चाहिँ एक साइड मात्रै हुन्छ साउन्ड चाहिँ हातले निकाल्नु हुन्छ त्यो भएर पनि अलिक सहज चाहिँ भयो होला साउन्डसँग चाहिँ म निकै युज टु थिएँ किनभने म जब काठमाडौँ आएँ म त अब म जहाँ जन्मेँ हुर्केँ त्यहाँ चाहिँ नि च्याब्रङको साउन्ड अथवा लिम्बू समुदायसँग एकदम नजिक थिएन सुनेको मात्रै हो र काठमाडौँ आइसकेपछि मात्रै समुदाय र त्यो साउन्डसँग म एकदमै नजिक भएको थिएँ त्यो साउन्डले मलाई कहीँ न कहीँ पहिलोचोटि सुने जस्तो नभए पनि धेरै अगाडिदेखिको त्यो साउन्डसँग म एकदम फ्यामिलियर थिएँ तर त्यो साउन्ड निकाल्नु चाहिँ नसकिरहेको टिचर जो बजाउनुहुन्थ्यो उहाँले चाहिँ धेरै नै कोसिस गर्नुभयो तर पनि जेब सिनेमामा भाइले पनि भन्नुभयो यति भए चल्छ अरिजिनल चाहिँ